नमस्कार, म सुबोध कोइराला उपस्थित भइसकेको छु। लामो समयको विश्राम पछाडि फेरि एउटा गोचरको विषयमा अपडेट लिएर आएको छु। 2082 साल कार्तिक महिनाको 1 गते एउटा गोचर हुँदैछ। यो देवादिदेव बृहस्पति देवको गोचर हो। सबैभन्दा शुभ ग्रह, दया, माया, करुणा र हाम्रो ज्योतिषमा जीवकारक ग्रह भनेर बुझ्ने गरिएको छ र एकदमै हेभी प्लानेट पनि हो, ठुलो ग्रह पनि हो। र बृहस्पति देवको एन्ट्री जुन जुन ठाउँमा हुन्छ त्यो ठाउँलाई नै बढाइदिने हुन्छ, त्यो ठाउँसँग सम्बन्धित फलहरू नै ज्यादा हुने हुन्छ। र बृहस्पति देव अलिकति हेभी प्लानेट पनि हो, ग्रह हेभी भारी भएको कारणले गर्दाखेरि केही प्रेसर पनि हुनसक्छ र बृहस्पति आफू बसेको ठाउँमा हानि भएको, नोक्सानी भएको हुने कारणले गर्दाखेरि केही हदसम्म प्रेसर फिल पनि हुनसक्छ। र यो गोचर भइरहँदाखेरि चाहिँ हाम्रो देश र दुनियाँमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि मैले भिडियो लिएर आउनेछु। यो भिडियोमा राशिगत हिसाबले मेषदेखि मीन राशि भएका व्यक्तिहरूका लागि कस्तो खालको फल हुन्छ, कस्तो खालको परिणाम हुन्छ भन्ने विषयमा यो भिडियोमा जान्नुहुनेछ। जसको लागि बृहस्पति देवको अशुभ फलको विषयमा मैले जानकारी दिन्छु। त्यसको लागि हजुरले गुरु गायत्री मन्त्र जप्ने, बिहान उठिसके पछाडि विष्णु सहस्रनाम स्तोत्र पाठ गर्ने। हुन त यो गोचर भइसके पछाडि सबैले पाठ गर्दा नि हुन्छ, किनभने देवादिदेव बृहस्पति 12 वर्ष अथवा 13 वर्षमा मात्रै आफ्नो उच्च स्थानमा आइपुग्नुहुन्छ। र कर्कट राशि देवादिदेव बृहस्पतिको उच्च स्थान हो, उच्च आसन हो। जलीय राशिहरूमा प्राय बृहस्पति देवले शुभ फल दिनुहुन्छ र बृहस्पति देवको उच्च राशिलाई हेर्ने हो भने पनि कर्कट राशि जलीय राशि हो र मीन राशि सोग्री यानि कि जलीय राशि हो। धनु राशि चाहिँ अलिकति अग्नि तत्त्वको राशि छ र अन्य राशिहरूमा पनि विशेष गरेर जलकारक राशिहरूमा बृहस्पति देवको शुभ फल हामीले देख्न पाउँछौँ। र बृहस्पति देवको जब इन्ट्री हुन्छ जिन्दगीमा, राशिगत हिसाबले इन्ट्री हुन्छ, दृष्टि पर्छ अथवा स्वयं आफ्नै राशिमा प्रवेश गर्नुहुन्छ भने यो अवस्थामा धन, सम्पत्ति, दया, माया, करुणा, आध्यात्मिक चिन्तन, धर्म कर्म प्रतिको आस्था, विश्वास, झुकावदेखि लिएर धेरै कुराहरूको शुभ फल प्राप्त हुनुहुन्छ। र बृहस्पति जुन ठाउँमा बस्नुहुन्छ त्यो ठाउँलाई वृद्धि गराउनुहुन्छ, विकास गराउनुहुन्छ। जस्तो एउटा गुरुदेवको इन्ट्री भइसके पछाडि गुरुले आफूले दृष्टि परेका ठाउँहरूलाई सकारात्मक एउटा दिव्य ज्ञानतर्फ, सकारात्मक चेतनातर्फ जसरी डाइभर्ट गर्नुहुन्छ, त्यसै गरी देवादिदेव बृहस्पतिको रिजल्ट पनि यस्तै नै हुने हुन्छ। र अहिले यतिखेलासम्म मिथुन राशिमा हुनुहुन्छ देवादिदेव बृहस्पति र पर्सि 1 गते कार्तिक महिनाको 1 गते इङ्ग्लिसमा भन्नुपर्दाखेरि अक्टोबर 18 तारिकमा ट्रान्जिट भएर बृहस्पतिले आफ्नो नक्षत्रमा प्रवेश गर्नुहुन्छ, यानि कि आफ्नो उच्च राशिमा पनि प्रवेश गर्नुहुन्छ। र त्यसभन्दा पछाडि मङ्सिर महिनाको 19 गते फेरि बृहस्पति देव बक्री भएर मिथुन राशिमा नै प्रवेश गर्नुहुन्छ। अहिलेसम्मलाई 18 तारिकसम्मलाई मिथुन राशिमै हुनुहुन्छ। देवादिदेव बृहस्पति 18 तारिक पछाडि कर्कट राशिमा प्रवेश गर्नुहुन्छ, यानि कि आफ्नो उच्च राशिमा उच्च आसनमा बस्नुहुन्छ र त्यस पछाडि फेरि बक्री भएर मिथुन राशिमा जानुहुन्छ र फेरि कर्कट राशिमा आउनुहुन्छ। त्यसको विषयमा मैले फेरि अर्को एउटा अपडेट भिडियो बनाउनेछु। र अहिलेको लागि बृहस्पति देवको ट्रान्जिट भइरहँदाखेरि हाम्रो 12 राशि भएका व्यक्तिहरूका लागि कस्तो खालको फल र परिणाम मिल्नेछ भन्ने विषयमा हामीले सरसर्ती जान्नेछौँ। मेष राशि भएका व्यक्तिहरूको चौथो स्थान यानि कि सुख स्थानमा बृहस्पति देवको गोचर हुँदैछ। सुखको स्थानमा बृहस्पति देवको गोचरले गर्दाखेरि हजुरलाई भौतिक सुख, शान्ति, योभन्दा अगाडि हजुरलाई साढे साथीले जति दुःख दिएको छ, जति चटारो गइरहेको छ, जति दुःख, कष्ट, सङ्घर्ष, हैरान आदि इत्यादि हजुरले फेस गर्नु परेको छ, बृहस्पति स्वयं चौथो स्थानमा आउँदाखेरि हजुरको भौतिक सुख सुविधासँग सम्बन्धित कुराहरू वृद्धि हुने स्थिति देखिन्छ। मानसिक शान्तिको स्थिति सृजना हुनेछ, मानसिक शान्तिको स्थितिहरू महसुस हुनेछ। बृहस्पति देवको पञ्चम दृष्टि हजुरको 9औं स्थान यानि कि धर्म स्थानमा र भाग्यको स्थानमा पर्छ, जुन कुराले गर्दा हजुरलाई भाग्य बल वृद्धि भएको महसुस हुनेछ। धर्म कर्म, आस्था, विश्वास र रुचि जागृत हुनेछ। कुनै गुरु कृपा प्राप्त हुने खालको समय पनि रहेको छ। र एकादश स्थानमा बृहस्पतिको दृष्टिले गर्दा धन सम्पत्ति, दौलत, इन्कमको रेसियोहरू बढ्ने, आय स्थितिका नयाँ स्रोतहरू, बाटाहरू पत्ता लगाउने। चौथो स्थानमा बृहस्पति देव आइरहँदाखेरि आमासँगको स्वास्थ्य, घरसँग सम्बन्धित कुनै द्वन्द्व, झगडा, क्ल आदि इत्यादि थियो भने त्यसमा एउटा पारिवारिक मेलमिलापको स्थितिहरू सिर्जना हुन्छ। कुनै गाडी घोडा सवारी साधन किन्दै हुनुहुन्छ भने समय राम्रो रहेको छ। ल्यान्ड, रियल इस्टेट, नयाँ घर जस्तो बसाइ सराईको स्थितिहरू पनि रहन्छ। नयाँ फ्ल्याट खरिद गर्दै हुनुहुन्छ, नयाँ ठाउँमा बस्न खोज्नु भएको छ भने यो समय परिवर्तनको लागि अत्यन्त विशिष्ट समय रहेको छ। जति बेलासम्म बृहस्पतिदेव चौथो स्थानमा बस्नुहुन्छ, मेष राशि भएका व्यक्तिहरूलाई साढे साथीले जति दुःख दिने हो त्यो दुःखबाट हजुरले सकून महसुस गर्नुहुनेछ, चैन महसुस गर्नुहुनेछ। साढे साथीको इम्प्याक्ट
हजुरमा कम हुन्छ, किनभने गुरुको कृपाले गर्दा गुरुको दृष्टि पनि पर्छ र जुन कुराले गर्दाखेरि शनिदेव स्वयं पनि गुरुको कुरा मान्ने भएको कारणले गर्दाखेरि गुरुको दृष्टि परेको ठाउँमा शनि स्वयंको पनि हजुरलाई त्यति धेरै गाह्रो पीडा आदि इत्यादि हुँदैन। मेष राशि भएका व्यक्तिका लागि अत्यन्त शुभ फल छ, किनभने चौथो स्थानमा बृहस्पतिदेव उच्च हुँदाखेरि हंस नामको पञ्चमहापुरुष अन्तर्गतको राजयोग अन्तर्गतको हजुरले फल पाउनुहुनेछ। वृषभ राशि भएका व्यक्तिहरूका लागि तेस्रो स्थानमा बृहस्पति देवको गोचर हुनेछ। तेस्रो स्थान भनेको के हो? दाजुभाइ हो, पराक्रम हो र कम्युनिकेसन सञ्चारसँग सम्बन्धित। हुन त सेकेन्ड हाउस हो बोलीसँग सम्बन्धित, तर कम्युनिकेसन दुईजना बोथ साइडबाट हुने कम्युनिकेसन थर्ड हाउस हो र इन्टरनेटसँग रिलेटेड कुराहरूमा हुने कुराकानी आदि इत्यादि तेस्रो स्थान हो। हुन त तेस्रो स्थानमा बृहस्पति देवलाई त्यति शुभ फलदायी मानिँदैन, किनभने बुधको घरमा बृहस्पति राम्रो हुन सक्दैन, शुभ फल दिने हुँदैन। तर आफ्नो उच्च राशि यानि कि कर्कट राशिमै तेस्रो स्थानमा विराजमान हुने भएका कारणले गर्दाखेरि हजुरको बृहस्पतिको पञ्चम दृष्टि सप्तम भावमा विवाद इत्यादिको योगहरू बन्छ, नयाँ सम्बन्ध अगाडि बढ्न सक्छ, बिजनेस आदि इत्यादिको लागि नयाँ खालका सोच विचार र योजनाहरू अगाडि बढ्ने समय रहेको छ, नयाँ खालको कार्य विस्तारको समय रहेको छ, नयाँ चिजहरूले हजुरलाई अगाडि बढाउने स्थितिहरू रहन्छ। साथीभाइसँग मिलेर गरेका कार्यहरूले हजुरलाई राम्रो गर्छ। साथीहरूबाट भाइहरूबाट विशेष गरेर आफ्नै भाइ आफ्नै दाजुभन्दा पनि भाइहरूबाट हजुरलाई सफलता मिल्नेछ। छोटो यात्राको योग बनेको छ, पारिवारिक मनोरञ्जन हुनसक्छ, पारिवारिक यात्रा हुनसक्छ, छोटकरीमा यात्रा हुने समय रहेको छ। खर्चको स्थिति भने के हदसम्म बढ्न सक्छ, थोरै ख्याल गर्नुपर्ने कुरा त्यहाँनिर रहेको छ। धर्म कर्मप्रतिको आस्था विश्वास र रुचि पनि के हदसम्म बढ्छ, ज्ञान गुणका कुराहरू आदान प्रदान हुने खालको समय पनि रहेको छ। मिथुन राशि भएका व्यक्तिका लागि बृहस्पति देवको गोचर दोस्रो स्थानमा हुनेछ, यानि कि आफ्नो उच्च राशिमा दोस्रो स्थान। दोस्रो स्थान भनेको हजुरको के हो? बाणी हो, हजुरको मुख हो, हजुरको कुटुम्ब हो। अब हजुरको बोलीको प्रभाव हुनेछ, हजुरले बोलेका कुराहरू लाग्नेछन्, हजुरको बोलीमा मिठास हुनेछ, हजुरलाई मिठो गरी बोल्न मन लाग्नेछ, धन सम्पत्तिको वृद्धि हुनेछ, सुन चाँदी गरगहना आदि इत्यादि जोड्न मन लाग्ने समय रहेको छ। केही खालका पैतृक कुराहरू अथवा कतैबाट अनएक्सपेक्टेड गेन हुनुपर्ने कुराहरू, सुन चाँदी गरगहनाहरू जोड्ने कुरादेखि लिएर गएर कुटुम्ब स्थानमा बृहस्पति जाँदा कहिलेकाहीँ कुटुम्ब विस्तार हुने, विवाह गर्ने उमेर भएको छ भने विवाहका कुराहरू बढ्ने, नातागोता सम्बन्धका मान्छेहरूसँग भेटभाट हुने, पारिवारिक मेलमिलाप र एक किसिमको समझदारीको समय हजुरको लागि रहेको छ। बृहस्पतिको पञ्चम दृष्टि छैटौँ स्थानमा परेको छ, त्यो कारणले गर्दाखेरि लुकेका शत्रुहरू उजागर हुन सक्छन्, शत्रुहरू अगाडि आउन सक्छन्, शत्रुहरूसँग कुनै किसिमको बहस हुन सक्छ, डिस्कस डिबेटको स्थिति आउन सक्छ। तर पनि हजुरको बोलीको प्रभावले गर्दाखेरि शत्रुलाई जित्न सक्ने, शत्रुहरू आएर पनि फेरि पनि हजुरले निस्तेज गर्न सक्ने, जागिरसँग सम्बन्धित कुराबाट हजुरले राम्रो फल पाउने, पद प्रतिष्ठा आदि इत्यादि वृद्धि हुने समय भन्न सकिन्छ। अलिकति शारीरिक वृद्धि विकासका कुराहरू रहन सक्छ, हजुरको शरीरमा बोसोको स्थितिहरू बढ्न सक्छ, त्यसमा भने विशेष चनाखो रहनु आवश्यक हुन्छ। बृहस्पति दोस्रो स्थानमा बसेर सप्तम दृष्टि अष्टम भावमा दिनुहुन्छ। अष्टम स्थानलाई आयुको स्थान पनि भन्न सकिन्छ। हजुरको आयु बढ्ने, हेल्थमा समस्या छ भने त्यो कुराहरूमा सुधार भएर आउने स्थितिहरू रहन्छ। तर कफजन्य कुराहरू र चिसोजन्य कुराहरूबाट भने हजुर विशेष चनाखो रहनुपर्छ। कार्य विस्तारको समय रहेको छ, कार्यसँग सम्बन्धित कुराहरूबाट हजुरले लाभ प्राप्त गर्न सक्नुहुनेछ। कर्कट राशि भएका व्यक्तिहरूका लागि अत्यन्त विशिष्ट र शुभ समय रहनेछ। कर्कट राशि भएका व्यक्तिहरूको आफ्नो शिरमा यानि कि आफू स्वयंमा नै बृहस्पति देवको प्रवेश भएको छ। यो समय हजुरको लागि धर्म कर्म आध्यात्मसँग सम्बन्धित कुराहरूमा झुकाव बढ्नेछ, धार्मिक कुराहरूमा ध्यान मन र चित्त ज्यादा लाग्नेछ। लग्नमा बृहस्पति आउँदाखेरि हजुरको आफ्नो सेल्फ इन्क्रिजमेन्ट, सेल्फ इन्करेजमेन्ट, आर्थिक स्थिति बढ्ने स्थितिहरू रहन्छ। कुनै पनि कुरामा फटाफट प्रोग्रेस चाहिने हुन्छ, तर हजुरलाई अलिकति प्रेसर फिल हुनसक्छ, कार्यभार कार्य वृद्धिको महसुस हुनेछ, कामको प्रेसर ज्यादा फिल हुनसक्छ। यो समयमा आय स्थितिको आम्दानीको स्थितिहरू राम्रै हुने देखिन्छ। बृहस्पतिको दृष्टि हजुरको लग्नबाट पञ्चम स्थानमा पढाइ गुणाइसँग सम्बन्धित गुरु र विशेष गरेर मन्त्रसँग सम्बन्धित स्थानमा परेको छ। कुनै गुरु प्राप्तिको समय रहेको छ, दीक्षा प्राप्तिको समय रहेको छ, शिक्षा क्षेत्रमा हजुरले राम्रो गर्न समय रहेको छ। र पञ्चम भावमा बृहस्पतिको दृष्टि पर्दा पेटको साइज बढ्न सक्छ, यानि कि बच्चा जन्माउने बेला भएको छ भने सन्तान प्राप्तिको योग बनेको छ। अन्य व्यक्तिहरूको पनि फ्याट बढ्न सक्छ, बोसो बढ्न सक्छ, पेटको उचाइ बढ्न सक्छ भन्ने खालको योगहरू पनि यहाँनिर बन्छ। अलिकति शिक्षासँग सम्बन्धित र सन्तानसँग सम्बन्धित कुराबाट राम्रो हुन्छ। सन्तानको एजुकेसन यानि कि शिक्षाको स्तर वृद्धि हुने समय रहेको छ।
सन्तानले गरेका कामकाजहरूलाई देखेर गौरवान्वित महसुस हुने समय रहेको छ र बृहस्पतिको सप्तम दृष्टि सप्तम भावमै परेको छ। विवाह इत्यादिसँग सम्बन्धित कुनै नाता सम्बन्धहरू कायम हुने, सम्बन्धहरू अगाडि बढ्ने, विवाहका कुराहरू अगाडि बढ्ने योग पनि परेको छ। कामकाज गर्नको लागि, व्यापार व्यवसायको लागि सम्बन्ध राम्रो भन्न सकिन्छ। यो समयले हजुरलाई उन्नति प्रगति दिनेछ। हजुरको भाग्य स्थानको मालिक लग्नमा गएर बस्दा केन्द्र त्रिकोणसँगको सम्बन्ध योग बनेको छ। हजुरको लक्ष्मी योग बनेको छ। यहाँनिर धन सम्पत्ति प्राप्तिको योग, भाग्य वृद्धि भएको महसुस हुनेछ र लकले साथ दिनुपर्ने ठाउँमा हजुरलाई लकले साथ दिनेछ। कर्कट राशि भएका व्यक्तिहरूका लागि यो समय अत्यन्त विशिष्ट समय रहनेछ। हजुरको जीवनमा उन्नति प्रगति, काम कमाई, घर गृहस्थ, उस्तै पर्दाखेरि हजुरले प्रपर्टी खरिद गर्नुहोला। घर जग्गा जमिन आदि इत्यादि जोड्ने समय पनि हो। पञ्चम भाव भनेको हजुरको कुर्सी हो। हजुर जहाँ बस्नुहुन्छ त्यो ठाउँ परिवर्तन हुनसक्छ। नयाँ खाट ल्याउन सक्नुहुन्छ, नयाँ घर हुनसक्छ, नयाँ घडेरी हुनसक्छ, नयाँ कुर्सी प्राप्त हुनसक्छ। विभिन्न कुराहरू चाहिँ हजुरको यहाँनिर प्राप्त हुने भन्ने समय छ। बृहस्पतिको धेरै राम्रो गोचर कर्कट राशि भएका व्यक्तिहरूको लागि शुभ फलदायी रहनेछ। यसै गरी सिंह राशि भएका व्यक्तिहरूको 12औं स्थानमा बृहस्पति देवको गोचर हुनेछ। 12औं स्थान धर्म कर्मसँग सम्बन्धित अथवा मोक्षसँग सम्बन्धित स्थानमा गएर बृहस्पति देवको गोचरले गर्दा हजुरको खर्चको स्थिति भने बढ्नेछ। चाहिने गुणामा खर्च बढ्छ। बृहस्पति भनेको सकारात्मक देवता हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि खर्चको स्थिति बढ्ने भयो, तर अनएक्सपेक्टेड खर्च भन्दा पनि हजुरले जुन जुन कुराहरू टार्नु भएको छ, योभन्दा अगाडि खर्च नगरेर टारेको, योभन्दा अगाडि खर्च गर्न नखोजेको ठाउँहरूमा पनि यो समयमा हजुरले खर्च गर्नुपर्ने हुन्छ। तर अनावश्यक भने होइन। हजुरले जुन कुन कुरालाई टार्दै 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 गएको छ, यो समयमा हजुरले खर्च नगरिकन सुख पाउनुहुन्न। र खर्च बढे पनि त्यो चाहिने ठाउँमा नै हजुरको खर्च बढ्नेछ। प्रोपर्टीमा खर्च हुनसक्छ, घर गृहस्थमा खर्च हुनसक्छ, आफूलाई चाहिने कुराहरूमा खर्च हुने खालको समय रहेको छ। बृहस्पति देवको पञ्चम दृष्टि हजुरको चौथो स्थानमा पर्छ, जुन कुराले गर्दाखेरि प्रपर्टीसँग सम्बन्धित भौतिक सुख सुविधाका साधनहरूसँग सम्बन्धित खालको चिजहरूमा हजुरको खर्च हुने खालको समय रहेको छ। बृहस्पतिको सप्तम दृष्टि छैटौं स्थानमा छ। लुकेका शत्रुहरू अगाडि आउन सक्छन्। रिभेन्ज लिने, बदला लिने खालका बदलात्मक भावना भएका मान्छेहरू अगाडि आउन सक्छन्। तर पनि आइहाले पनि बृहस्पतिको अमृतमय दृष्टिको प्रभावले गर्दाखेरि हजुरको जित पक्का छ। हजुरले सफलता प्राप्त गर्ने पक्का छ। हजुरको शत्रु हजुरको सामु झुक्ने, घुँडा टेक्ने र निहुरिने खालको समय रहन्छ। त्यो कारणले गर्दा आत्तिनु पर्ने, डराउनु पर्ने स्थितिहरू देखिँदैन। र विदेश जाँदै हुनुहुन्छ भने विदेशको भिसाको लागि समय अत्यन्त राम्रो रहेको छ। काम कमाई र उन्नति प्रगतिको लागि समय राम्रो भन्न सकिन्छ। विदेशसँग सम्बन्धित कुराबाट हजुरले लाभ प्राप्त गर्न सक्नुहुनेछ। कन्या राशि भएका व्यक्तिहरूको एकादश स्थानमा बृहस्पति देवको गोचर हुनेछ। लाभ स्थान हो, ज्ञानको स्थान हो। एकादश स्थान यस्तो भाव हो जुन ठाउँमा कुनै पनि ग्रहको अशुभ फल मिल्दैन। त्यहीमाथि देवादिदेव बृहस्पति देव जस्तो ग्रह हजुरको एकादश स्थानमा जानु भनेको हजुरको लागि विशेष शुभ फलदायी समय रहन्छ। बृहस्पति देव हजुरको लागि चौथो स्थान र सप्तम स्थानको मालिक पनि हो। हजुरलाई भौतिक सुख सुविधा, काम कमाई, उन्नति प्रगति बढ्ने र विकास हुने खालको समय रहन्छ। आर्थिक पक्षहरू मजबुत हुनेछन्, बलियो हुनेछ। यो समय हजुर जबलेस हुनुहुन्छ भने जब मिल्नेछ। कतैबाट हजुरलाई उपहारहरू आउन सक्छ, कतैबाट निम्ता आउन सक्छ। पारिवारिक भेटघाट, जमघट, उठबसको समय स्थितिहरू पनि रहन्छ। यहाँनिर पारिवारिक सुखको महसुस हुनेछ। घर सम्बन्ध, नाता गोता, इष्टमित्रमा विवाद इत्यादि र माङ्गलिक कार्यमा शरीक हुन पाउने समय पनि रहेको छ। कुनै सम्बन्धहरू अगाडि बढ्न सक्छ, रिलेसनसिप अगाडि बढ्ने समय पनि रहेको छ। एकादश स्थानमा बृहस्पति देवले धन, पुत्र र शिक्षा तिनै कुरामा हजुरलाई शुभ फल दिनुहुनेछ। एकादश स्थानबाट बृहस्पतिको सप्तम दृष्टि हजुरको पञ्चम भावमा पनि परिरहेकै अवस्था हो, जुन कुराले गर्दाखेरि गुरु मन्त्र दीक्षा आदि इत्यादिको लागि विशिष्ट समय रहेको छ। आध्यात्मिक ध्यान, योग, साधना आदि इत्यादिको लागि यो समय अत्यन्त राम्रो भन्न सकिन्छ। काम कमाई, उन्नति, परिवार, शिक्षा सम्पूर्ण कुराका लागि यो समय राम्रो रहेको छ। त्यो कारणले गर्दाखेरि कन्या राशि भएका व्यक्तिहरूको बृहस्पतिको गोचर अत्यन्त शुभ हुने देखिन्छ। तुला राशि भएका व्यक्तिहरूको दशम भावमा बृहस्पति देवको गोचर हुनेछ। दशम भावमा आफ्नो उच्च राशिमा बस्नुहुन्छ बृहस्पति देव। तुला राशि भएका व्यक्तिको लागि त्यति कारक ग्रह होइन बृहस्पति देव। अकारक भए तापनि हजुरको दशम भावमा उच्च स्थानमा आफ्नो उच्च राशिमा बसेको बृहस्पति देव र यहाँनिर हंस नामको पञ्च महापुरुष अन्तर्गतको राजयोग बनाइरहँदाखेरि हजुरको कामकाज, उन्नति प्रगतिसँग सम्बन्धित कुराहरूमा सकारात्मक परिवर्तन देखिन्छ। तर पनि अलिकति मानसिक पीर चिन्ता भन्ने हजुरले महसुस गर्नुपर्ने हुनसक्छ। कार्यसँग सम्बन्धित केही प्रेसर र तनावको स्थिति महसुस हुनसक्छ। तर तनाव धेरै लिनुपर्ने स्थिति पनि होइन। दशम भावबाट बृहस्पति देवको अमृतमय दृष्टि हजुरको दोस्रो बाणीको स्थानमा परेको छ। बाणीको कुराले गर्दा, हजुरले बोलेका कुराले गर्दा हजुरको बोलीबाट प्रभावित भएर हजुरको कम्युनिकेसनको माध्यमले हजुर
हजुरको काम कमाइ र उन्नति भने राम्रो हुने देखिन्छ। बृहस्पतिको दृष्टि धन स्थानमा परिरहँदा धन सम्पत्ति वृद्धि हुने समय रहेछ। सुन चाँदी घर गहनासँग सम्बन्धित कुराहरूमा लगानी हुन सक्छ। पैसाहरू त्यतापट्टि इन्भेस्टमेन्ट हुने समय रहेको छ। भविष्यलाई हेरेर भविष्यलाई देखेर खर्च गर्ने ठाउँमा भविष्यलाई देखेर गर्ने ठाउँमा हजुरले खर्च गर्नुहुनेछ यो समयमा। र कुटुम्ब विस्तारको योग बनेको छ। विवाहका कुराहरू चल्न सक्छ। बृहस्पतिको दृष्टिको प्रभावले गर्दाखेरि बृहस्पतिको सप्तम दृष्टि हजुरको चौथो स्थानमा पर्छ। भौतिक सुख सुविधा घर मोटर गाडी सवारी साधन आदि इत्यादिको योग पनि बनेकै अवस्था हो। त्यो कारणले गर्दा यी कुराहरूमा हजुरको योग शुभ फलदायी रहनेछ। ती कुराहरूमा हजुरले लगानी गर्न सक्नुहुनेछ। तर दशम भावबाट बृहस्पतिको दृष्टि वाणीको स्थानमा परिरहँदा भने हजुरले झुटो बोल्न भने हुँदैन। झुटो बोलेर गरेका आश्वासन दिएर गरेका कुराहरू र आदि इत्यादि कुराहरूले हजुरले अप्ठ्यारोमा पार्ने स्थितिहरू आउँछ। र बृहस्पति देवको कृपाले गर्दाखेरि हजुरले काम कमाइ र उन्नति गर्न सफल हुनुहुनेछ। अकारक ग्रह हो। अकारक ग्रह भए पनि अमृतमय दृष्टि भएको कारणले गर्दा यो समय हजुरको लागि विशेष फलदायी रहन्छ। वृश्चिक राशि भएका व्यक्तिहरूको नवम भाव यानि कि धर्म स्थानमा बृहस्पति देवले कुनै ठाउँमा शुभ फल दिनुहुन्छ भने त्यो ठाउँ भनेको नवम स्थान हो। र नवम स्थान भनेको 9 राशि भनेको बृहस्पति देवको आफ्नो घर पनि हो। र आफ्नै घरमा बृहस्पति देव बलि हुनुहुन्छ। यहाँनिर बृहस्पति देवको आफ्नो घर पनि भयो, उच्च राशिमा पनि बस्नुभयो र आफ्नो स्वगृह पनि हो। नवम स्थान भनेको स्वघर मतलब आफ्नै घर। त्यहीमाथि अहिले उच्च राशिमा हुनुहुन्छ भने धर्म कर्मको लागि यो समय विशिष्ट छ। यात्राको लागि देश विदेशको यात्राको लागि यो समय राम्रो बन्न सकिन्छ। कागजातसँग सम्बन्धित डकुमेन्टेसनसँग रिलेटेड कामकाजहरू बिग्रेको अड्केको छ भने यो समयमा हजुरले अगाडि बढाउन सक्नुहुनेछ। ट्रेडिङहरूमा हजुरले अगाडि बढ्न सक्नुहुनेछ। यो समय हजुरको लागि ग्रोथको समय रहेको छ। सन्तानसँग सम्बन्धित कुराहरू अगाडि बढ्नेछन्। हायर एजुकेसनको लागि उच्च शिक्षा आदि इत्यादिको लागि अगाडि बढ्न सक्नुहुनेछ। सन्तान प्राप्तिको लागि अगाडि बढ्न सक्नुहुनेछ। सन्तानसँग सम्बन्धित कुराहरूबाट पनि हजुरले सोही फल पाउने खालको समय रहेको छ। ओभरअल्ली हेर्ने हो भनेदेखि वृश्चिक राशि भएका व्यक्तिहरूका लागि पनि बृहस्पति देवको गोचर शुभै फलदायी देखिन्छ। धनु राशि भएका व्यक्तिहरूको 8औं स्थानमा बृहस्पति देवको गोचर हुनेछ। अष्टम स्थान नेचुरल्ली हेर्ने हो भनेदेखि कालपुरुष कुण्डलीको अष्टम स्थानलाई डेथको हाउस भनिन्छ यानि कि मृत्युको स्थान भनिन्छ। अष्टम भावमा कुनै पनि ग्रहले शुभ फल नदिने भनेर शास्त्रमा लेखेको छ। अष्टम भावलाई डेथको हाउस यानि कि मृत्युको घर भनिएको छ र कुनै पनि ग्रह अष्टम स्थानमा गएर बस्दाखेरि मरण तुल्य हुन्छ भनेर पनि लेखेको छ। तर बृहस्पति देव आफ्नै राशिमा अष्टम स्थानमा उच्च राशिमा गएर बसिरहँदाखेरि बृहस्पति देव जुन भावमा जानुहुन्छ त्यो भावलाई प्रोटेक्ट गर्नुहुन्छ, रक्षा गर्नुहुन्छ। त्यो कारणले गर्दाखेरि बृहस्पति देव बसेको ठाउँ हानि पनि हुन्छ, नोक्सान पनि हुन्छ, तर बढाउने भन्ने पनि हुन्छ। र बृहस्पति देव उच्च स्थानमा बसिरहँदाखेरि यहाँनिर के हुन्छ हजुरको आयु वृद्धि गराउने हुन्छ। हजुरले पिएचडी गर्न खोज्नु भएको छ, कुनै रिसर्च रिलेटेड कुराहरूमा अगाडि बढ्न चाहनुहुन्छ, रिसर्च रिलेटेड कामकाजहरू गर्न चाहनुहुन्छ र गुप्त विद्या आदि इत्यादि सिक्न चाहनुहुन्छ भने यो समय विशेष समय रहेको छ। ज्योतिष तन्त्र मन्त्र ध्यान साधना योग आदि इत्यादिसँग सम्बन्धित कुराहरूमा मन लाग्न सक्छ। ध्यान जागृत हुने खालको समय पनि रहेको छ। आध्यात्मिक चेतनाको स्तर वृद्धि विकास हुने खालको समय रहेको छ। बृहस्पतिको पञ्चम दृष्टि 12औं स्थानमा परेको छ। हस्पिटल खर्च एक्सपेन्सेससँग सम्बन्धित पनि हो। केही हदसम्म खर्च बढ्न सक्छ, हस्पिटलको खर्चहरू बढ्न सक्छ। 12औं स्थान विदेश हो, विदेशको यात्राको योग पनि बनेको छ। बृहस्पतिको सप्तम दृष्टि हजुरको धन स्थानमा परिरहेको अवस्था छ। कुनै अनएक्सपेक्टेड धन सम्पत्ति प्राप्ति गर्ने भन्ने खालको योग पनि बन्छ। नातागोता कुटुम्ब आदि इत्यादिबाट केही सहयोग प्राप्त हुने खालको समय पनि हजुरको लागि रहन्छ। र जे जस्तो भए पनि 8औं स्थानमा बृहस्पति देवको गोचर भइरहँदाखेरि हजुरले विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्न पनि नबिर्सनु होला। गुरु गायत्री मन्त्र जप्न सक्नुहुन्छ अथवा बृहस्पति देव स्वयंको मन्त्र जप्न सक्नुहुनेछ। कफजन्य कुराहरूबाट र पित्तजन्य कुराहरूबाट पनि ख्याल गर्नुहोला। पेट डाइजेस्ट र ग्यास्ट्रिकसँग सम्बन्धित कुराहरूले हजुरलाई दुःख नदिला भन्न सकिँदैन। यो कुरामा विशेष चनाखो रहनुहोला। मकर राशि भएका व्यक्तिहरूको सप्तम भाव यानि कि बिजनेस श्रीमती पार्टनरसिप म्युचुअल अन्डरस्ट्यान्डिङसँग सम्बन्धित कुरामा बृहस्पति देवको गोचर हुँदैछ। श्रीमती अथवा श्रीमान पक्षबाट हजुरलाई राम्रो हुनेछ अथवा श्रीमान अथवा श्रीमती पक्ष हुन त नर्मल्ली हेर्ने हो भनेदेखि सप्तम भाव भनेको तुला राशि हो। तुला राशिमा बृहस्पति देवको गोचर राम्रो मानिँदैन। बृहस्पति देव तुला राशिमा बसिरहँदा शुभ फलदायी मानिँदैन। सप्तम भावमा बृहस्पति देवको शुभ फल हुँदैन। तर आफ्नो उच्च राशि यानि कि कर्कट राशिमा सप्तम भावमा बसिरहँदाखेरि हजुर केटा मान्छे हुनुहुन्छ भने केटीको तर्फबाट यानि कि श्रीमान हुनुहुन्छ श्रीमतीको तर्फबाट, श्रीमती हुनुहुन्छ श्रीमानको तर्फबाट हजुरलाई राम्रो हुनेछ, गेम हुनेछ। आय स्थितिहरू हजुरको स्पाउसको स्थितिहरू बढ्नेछ, वृद्धि विकास हुनेछ, जुन कुराले गर्दा
हजुरले गौरवान्वित महसुस गर्न सक्नुहुनेछ। व्यापार व्यवसायमा नयाँ लगानीकर्ताहरू आउनेछन्, नयाँ अपर्च्युनिटीहरू आउनेछन्, नयाँ कुराहरूलाई अगाडि बढाउनको लागि योग चल्नेछ, समय रहेको छ। त्यो कुरालाई अगाडि बढाउन सक्नुहुन्छ, वृद्धि विकासको समय रहेको छ। कम्युनिकेसन, ट्राभल, एजुकेसन, हेल्थ यो कुराहरूबाट, आइटी, अडिटिङ यस्तो क्षेत्रबाट हजुरले मनज्ञ लाभ लिन सक्नुहुनेछ। सप्तम भावबाट लग्नमा हजुरको बृहस्पतिको दृष्टि परिरहेको अवस्था छ, जुन कुराले गर्दा सेल्फ इन्करेजमेन्टको समय पनि भन्न सकिन्छ, सेल्फ इम्प्रुभमेन्टको समय पनि भन्न सकिन्छ। झुटो कुराहरूले भने अप्ठ्यारो पार्ने, विवादमा पार्ने खालको स्थितिहरू रहन्छ। आफ्नो धर्म कर्मलाई आत्मसात गरेर अगाडि बढ्नुहुन्छ भने यो समय हजुरको लागि काम कमाई उन्नति, विशेष गरेर व्यापार व्यवसायको लागि समय राम्रो रहेको छ। धन मान सम्मान पद प्रतिष्ठा ग्रोथ हुने खालको समय रहेको छ। विशेष गरेर ट्रान्सफर्मेसन यानि कि जबसँग सम्बन्धित कुरामा, जबसँग रिलेटेड कुरामा, विशेष गरेर व्यापार व्यवसाय सम्बन्धी कुराहरूमा परिवर्तनको योग पनि चलेको छ। कुम्भ राशि भएका व्यक्तिहरू भने अलिकति सजग रहनु पर्ला कि, किनभने हजुरको 6औं स्थानमा बृहस्पति देवको गोचर हुनेछ। बृहस्पति देव जहाँ बस्नुहुन्छ त्यो ठाउँलाई बढाइदिनुहुन्छ। बृहस्पति देव जुन ठाउँमा बस्नुहुन्छ त्यो ठाउँ बाहिर निस्किन खोज्छ। 6औं स्थान भनेको ऋण, रोग र शत्रु, तीन कुराहरू बढ्न सक्छ। लोन लिने खालको सोच विचारहरू आउन सक्छ, लोन बढ्न सक्छ, ऋण लिने खालको स्थितिहरू आउँछ। शत्रु बढ्न सक्छन्, शत्रु हावी हुने खालको समय छ, शत्रु अगाडि आउने समय रहेको छ। स्वास्थ्यमा समस्या आउन सक्छ, स्वास्थ्यसँग सम्बन्धित कुराहरूले उतार चढाव गराउन सक्छ। तर जे जस्तो भए पनि बृहस्पति देव स्वयं नै 6औं स्थानमा बस्ने भएको कारणले गर्दाखेरि हजुरमा आएको जस्तो समस्या उत्पन्न हुने भयो, रोग लाग्ने भयो, तर समाधान पनि हुने भयो। शत्रुहरू अगाडि आउने भए, देखिने भए, चिनिने भयो, तर समाधान पनि हुने भयो, जितिने पनि भयो। ऋणहरू लाग्न सक्छ, फाइनेन्सियल कन्डिसनहरू केही हदसम्म बिग्रिन सक्छ, खर्चको लेभल बढ्न सक्छ, तर जे जस्तो भए पनि तिर्न सकिने भयो, ऋण तिर्ने भयो र आएको स्थितिहरू पनि बढ्ने भयो। बृहस्पतिको दृष्टि 12औंमा छ, खर्च त बढ्ने नै भयो, खर्चको स्थितिहरूले हजुरलाई दुःख दिने नै भयो। हजुरको 6औं स्थान भनेको नोकरी हो, जबसँग सम्बन्धित, पद प्रतिष्ठासँग सम्बन्धित जो नोकरी जागिरको क्षेत्रमा हुनुहुन्छ हजुरकोहरूलाई त्यो समय राम्रो छ। सन्तान पक्षले राम्रो गर्नेछ, सन्तान पक्षको लागि पनि राम्रो रहेको छ। र बृहस्पतिको दृष्टि कर्मस्थानमा छ, काम कमाई उन्नतिको लागि पनि यो समय राम्रो भन्न सकिन्छ। कम्पिटिसनको लागि समय राम्रो, सरकारी जागिरको लागि समय राम्रो, कसैसँग फाइट गरेर कम्पिटिसन गरेर कसैलाई पछारेर आफू अगाडि लाग्नुपर्ने समय छ भने यो समयलाई हजुरले उपयुक्त समय मान्न सक्नुहुनेछ, यो समयलाई हजुरले इस्तेमाल गर्न सक्नुहुनेछ। तर यो समय कुनै स्टेबल समय पनि होइन, अलिकति उतार चढाव हुने समय हो, खर्च बढ्ने समय हो र उतार चढाव फेस गर्नुपर्ने समय हो, जुन कुराले गर्दा हजुरलाई त्यति स्टेबिलिटी पनि फिल नहुन पनि सक्छ। मीन राशि भएका व्यक्तिहरूको पञ्चम स्थानमा बृहस्पति देवको गोचर असाध्यै राम्रो गोचर छ। पञ्चम स्थान हजुरको पूजा हो, हजुरको मन्त्र हो, गुरु हो, शिक्षा हो, एजुकेसन हो, यी सब कुराबाट हजुरले फल पाउनुहुनेछ, प्राप्ति गर्नुहुनेछ। सन्तान पक्षबाट हजुरलाई राम्रो हुनेछ। कोही सन्तान प्राप्तिको लागि सन्तान प्लान गर्दै हुनुहुन्छ भने यो समय हजुरको लागि विशेष फलदायी रहनेछ। प्रेम र प्राप्तिको समय पनि रहेको छ, तपस्या प्राप्तिको समय पनि रहेको छ। कुनै एक्जाम दिनुपर्ने छ, आइएल्स पिटीको एक्जाम दिने हुनुहुन्छ, विदेश जाँदै हुनुहुन्छ, एनक्लेक्स दिनुपर्ने छ, अथवा विभिन्न कुनै पनि एक्जामहरू हुनसक्छ, पेन्डिङमा बसेको थियो भने यो समय अब कम्मर कस्ने समय आएको छ, हजुर अगाडि बढ्ने समय आएको छ, जुन कुराले हजुरलाई सफल बनाउने स्थितिहरू देखिन्छ। हायर एजुकेसनको प्लानमा हुनुहुन्छ भने अगाडि बढ्न सक्नुहुनेछ, त्यो कुराहरूले हजुरलाई सुफल दिनेछ। नयाँ जबको, नयाँ कुर्सी प्राप्तिको योग बन्दैछ, नयाँ डेजिग्नेसनको योग बनिरहेको अवस्था छ। जब चेन्ज गर्न चाहनुहुन्छ भने पनि यो समय विशेष रहन्छ। हजुरको पञ्चम भावबाट पञ्चम दृष्टि भाग्य स्थानमा परेको छ, भाग्य बल वृद्धि हुनेछ। हजुरलाई 7.5को प्रभाव त छ, तर यो समयमा 7.5को प्रभावबाट पनि हजुरले छुटकारा पाएको जस्तो महसुस हुनेछ। यो समयले 7.5ले दिने दुःखहरूबाट पनि हजुरलाई छुटकारा दिनेछ। बृहस्पतिको दृष्टि भाग्य स्थानमा परिरहँदाखेरि भाग्य बल वृद्धि हुनेछ, भाग्यले साथ दिनेछ। धर्म कर्ममा आस्था विश्वास रुचि आदि इत्यादि बढ्न सक्छ। गुरुको कृपा प्राप्त हुनेछ। एकादश स्थानमा बृहस्पतिको दृष्टिले काम कमाई उन्नति प्रगति सबै कुराहरूमा सफलदायी हुने र दिने स्थितिहरू यहाँनिर देख्न सकिन्छ। जे जस्तो भए पनि 7.5ले चपेटिरहेको मीन राशि भएका व्यक्तिहरूका लागि बृहस्पतिको गोचरले शुभ फल दिने देखिन्छ र बाँकी रहेका पेन्डिङमा रहेका कामकाजहरू अगाडि बढाउन सक्नुहुनेछ। भौतिक सुख सुविधा, घर मोटर गाडीदेखि विभिन्न कुराहरूको योग बन्दैछ। हजुरको लागि मीन राशि भएका व्यक्तिहरूका लागि अत्यन्त शुभ फलदायी बित्ने देखिन्छ बृहस्पति देवको गोचर।